एभ्रीवन वेलकम टू माई अनदर भिडियो। सो म चाहिँ अहिले यहाँनिर रेडी भइसकिसकेको छु हैन। आज चाहिँ दिवालीको वेलफेयर प्रोग्राम छ नि त, अनि त्यसमा चाहिँ अब एकदम रङ्गोली बनाउन लागि चाहिँ पार्टिसिपेन्ट हेर्नुहोस् यहाँ मेरो अनुहार कुछ बनाउनै जस्तो छ हैन। त्यहाँको चाहिँ हामी चाहिँ जसले रङ्गोली बनाउँदैछ उनीहरूलाई चाहिँ अहिले 12 बजी आउनु भन्नुभएको छ नि त, अनि रेडी भएर बस्दै गर्नु भन्नुभएको छ। गाडी लिन आउँछ नि त अहिले बस। अनि जो चाहिँ अरूमा जस्तै सिङ्गिङ डान्सिङहरू गर्नुभएको छ उनीहरूलाई चाहिँ 2:30 मा लिन आउँछ हो। अन्त हामी रङ्गोली बनाउनु चाहिँ अलिक अगाडि जानु अरे नि त। अनि चाहिँ भन्नुहुँदै थियो कुर्ता साडी जे लगाउँदा पनि हुन्छ, आफ्नै चोइसमा लगाएर आउनु भन्नुभएको थियो। अन्त कुर्ता साडी लगाउँदा त्यस्तो साह्रो पारा आउँदैन आफूलाई हैन। अनि चाहिँ त्यही भएर चाहिँ मैले कुर्ता लगाएको छु। सो अब रेडी सेडी त भयो हैन। अन्त अब आउँछ आउँदैन त्यो अलिअलि त्यही जति सिकेको छ त्यही बनाइदिन्छु। अनि अब त्यस्तो पर्फेक्ट त कहाँ आउँछ त सबैलाई, सबैजना म अलिअलि मात्रै आउँछ भन्दैछ। अब हेरौँ अब। अनि चाहिँ म्याडमहरूले भन्नुहुँदै त्यस्तो राम्रो बनाउनु पर्दैन, जति सक्छ त्यति बनाउनु भन्नुभएको छ हैन। अनि बुढाले पनि जित्नै पर्छ भने छैन त, गएर बनाएर आउनु न, जति आउँछ त्यति भनेर भन्नु भइरहेछ हो। मलाई चाहिँ कस्तो लागिरहेछ भने लाज पऱ्यो भने त्यहाँनिर अरूले राम्रो राम्रो बनायो भने आफू चाहिँ छैन हो। अब केही छैन, अब चाहिँ म जान आँटेको, गाडी आउँदै होला। सो म चाहिँ त्यहाँ गएर तपाईँहरूलाई चाहिँ अब अलिकति अब त्यहाँको भिडियोहरू गर्नु पाएँ भने भिडियो बनाउँछु। तर त्यस्तो फोनहरू चलाउनु दिँदैन जस्तो लाग्छ, डर लाग्छ। यस्तो ब्लगहरू बनाएको देख्यो भने मार्छ जस्तो लाग्छ हो। यस्तो भिडियो त म लुकी बनाउँदैछु, कुन दिन थाहा पायो भने चाहिँ कराउँछ होला जस्तो पनि लाग्दैछ। तर अहिलेसम्म चाहिँ त्यस्तो केही भन्नुभएको छैन, त्यही भएर चाहिँ मैले अपलोड गर्दैछु। सो तपाईँहरूलाई म त्यहाँ गएर चाहिँ गर्नु पाएँ भने चाहिँ अलिअलि यो के भन्छ भिडियो बनाएर हाल्छु। अनि तपाईँहरूलाई म पक्का फोटो भए पनि अपलोड गर्छु कि मैले कस्तो रङ्गोली त्यहाँ बनाएँ भनेर होइन, राम्रो नराम्रो जस्तै भए पनि। अनि चाहिँ अहिले चाहिँ अब टाइम हुन आँट्यो, 12 बज्न आँट्यो। गाडी चाहिँ टक्कै आउँछ नि त, त्यहाँबाट चाहिँ म यहाँबाट हेरिरहेको छु, गाडी यहीँ आउँछ नि त लिनु। अनि त्यही भएर चाहिँ अब जानु लागेको। सो हेर्दै गर्नुहोस्। सो गाडी चाहिँ आइसकिसकेको छ। अनि चाहिँ म चाहिँ यहाँ फर्स्ट होइन, फर्स्टमा चाहिँ मेरै पर्छ नि त, अनि मलाई लिनु आउनुभएछ। त्यसपछि चाहिँ हामी गयौँ सबैजना त्यहाँनिर। अनि वहाँ पुगेर चाहिँ फटाफटी आफ्नो आफ्नो काम गर्नु सुरु गरिहाल्यौँ। हामी चाहिँ जम्मा 5 जना थियौँ कम्पिटिसनमा चाहिँ होइन। अनि चाहिँ हामीले चाहिँ अनि त्यहाँ फटाफटी आफू गर्नु थाल्यौँ। मलाई मेरो चाहिँ पहिला कस्तो हाँस उठ्दो भएर टाउको यत्रो भएर घरि के भएर हो, मलाई चाहिँ पुरा हाँस उठ्दै थियो आफ्नै रङ्गोली देख्दै होइन। अरूको हेर्छु, अरूको त राम्रो राम्रो बनेको देख्छु होइन, आफ्नो चाहिँ छैन। घरि टाउको यत्रो हुन्छ, घरि कलर दलेर हात मैला भएर होइन कस्तो भएको। अनि मैले बनाएको छु भन्नु पऱ्यो नि। अहिले चाहिँ अब रेडी भइसक्नु आँट्यो होइन। सबैले अलिअलि हल्का टचिङ दिँदै थिएँ आफ्नो आफ्नो रङ्गोलीलाई। अनि कस्तो मैला भएको थियो मैले बनाएको जग्गामा त। अनि मैले चाहिँ हतार आफ्नो झन्डा ह्याङ्करचिफ लगाएको थिएँ नि त, रुमालले चाहिँ पानीमा भिजाएर मजाले सफा गरेँ होइन। त्यसपछि चाहिँ यहाँनिर अरूहरू पनि आइपुग्नु भएको थियो। यति बेला चाहिँ 3 बजिसकेको थियो। अनि हामी पनि त्यहाँ रङ्गोली बनाइसकिसकेर चाहिँ बस्यौँ। त्यसपछि चाहिँ यहाँनिर दिदीहरूले वेलकम सङ मजाले गाउनु भयो। यहाँ दिदीले पनि सोलो डान्स मजाले गर्नुभयो, मजाले पर्फर्म गर्नुभयो होइन। त्यसपछि चाहिँ हामी यहाँनिर बसेर मजाले प्रोग्राम हेरिरहेछ, प्रोग्राम हेर्दै फोटो खिच्दै भिडियो बनाउँदै होइन। त्यतिकै मजै आउँदै थियो, राम्रो लाग्दै थियो। अनि हाम्रो चाहिँ गफ डरलाग्दो चलिरहेको छ यहाँनिर। त्यसपछि त्यो डान्स सकेपछि चाहिँ फेरि यहाँनिर ग्रुप डान्स भयो होइन दिदीहरूको। अनि डान्समा चाहिँ कुनै पनि कम्पिटिसन थिएन, खालि एउटा सोलो डान्स अनि एउटा ग्रुप डान्स थियो। अनि यो पनि दिदीहरूले मजाले माइती घर भनेर डान्स गर्नुहुँदै थियो होइन। अनि मैले म्युजिक चाहिँ काटेँ किनभने कपिराइट लाग्छ नि त, त्यही भएर। अनि त्यसपछि चाहिँ यहाँ म्याडमहरूले चाहिँ अब हेर्नुहुँदैछ कम्पिटिसनको के रङ्गोली कस्तो बनायो, स्विट्स कस्तो बनायो। त्यसपछि चाहिँ यहाँनिर म्याडमले अलिकति सियो म्याडमले स्पिच दिनुभयो। अनि यहाँ चाहिँ हामीले लन्च भनौँ न 3 बजी 4 बजेको थियो, लन्चै जस्तो खायौँ। हामी चाहिँ हाम्रो कम्पनीबाट म दिदी मिठाईमा हामीले चाहिँ गिफ्ट पाइसक्यौँ। दिदीले चाहिँ मिठाईमा पाउनु भएको होइन, फर्स्ट प्राइज। मैले चाहिँ रङ्गोलीमा सेकेन्ड प्राइज। अनि यता दिदीले पनि मिठाईमा थर्ड प्राइज। हामी चाहिँ आइपुगे, मजा आयो।
सो आजलाई यति नै, बाई बाई।